नमस्कार सबैजनालाई। हजुरहरू जसले यो भिडियो हेर्दै हुनुहुन्छ स्किप नगरिकन फुल भिडियो हेर्नुहोला। हजुरहरू दूरीले जति टाढा भए पनि आज आउनुहोस्, मसँगै तपाईहरुलाई सुपा देउराली दर्शन गर्न लैजान्छु। आज हामी बिहानै उठ्यौं अनि पछि नुहाइधुवाइ गर्यौं अनि सुपा देउराली जाने भनेको उहिलेदेखि थियो, तर जुरेकै थिएन। अहिले त जाऊँ त भनेर भाइले म गएर हिँड्यौं। करिब 5:30 बजेतिर हामी सुपा देउरालीको लागि घरबाट निस्केका थियौं अनि हामी भाइ र म गयौं। त्यस दिन रातिभरि पानी परेको थियो, चिसो मौसम थियो अनि हामी करिब 6 बज्दा सन्धिखर्क पुगिसकेको थियौं। सन्धिखर्क बजार हेर्नु न, 6 बज्दा कति पुरै सुनसान हुँदो रहेछ अनि हामी त्यहाँबाट गयौं अनि पर गएर एकछिन रोक्यौं पेट्रोल राख्नको लागि अनि पेट्रोल राखेर हामी फेरि सुपा देउराली लाग्यौं। अनि करिब सन्धिखर्कदेखि सुपा देउराली करिब आधी घण्टामा पुगिँदो रहेछ, आधी घण्टा जसो लाग्यो। अनि हेर्नुस् न कति रमाइलो के है, पहाड भनेको पहाडमै हो, कति आनन्द। तर भएदेखि पसिना के भइन्थ्यो, तर त्यस दिन चाहिँ पहाडमा चाहिँ कति आनन्द के। अझ त्यस दिन त हेर्नु त पुरै पहिरो लागेर पुरै ढाकेको थियो, तमानले ढाकेको थियो। अनि हामी मुटी पनि पुग्यौं, मुटी पुग्दा पनि त्यस्तै नै थियो, चिसो मौसम थियो। अझ नरपानी त सबै चिसो भन्ने ठाउँ नै हो के अरे है। अनि त्यसमा जाँदाखेरि थोरै पानी परे जस्तो भयो अनि पानी परे पनि हामी सर पुग्यौं नरपानी पुग्यौं। अनि पछि त्यहाँ जाँदाखेरि चाहिँ पानी ढिलो भइसकेको थियो। हेर्नुहोस् न कति आनन्द है, कति हरियाली, कति शान्त, कति रमाइलो ठाउँ नि है। अनि पछि हामी सुपा देउराली करिब 6:30 बजेतिर सुपा देउराली पुगेको थियौं। त्यस दिन सुपा देउराली चाहिँ बिहानै भएर होला, खासै भिडभाड थिएन। हामीलाई दर्शन गर्नको लागि लाइनमा कुर्नु परेन, लाइन कुरेनौं, खाली नै थियो त्यस दिन सुपा देउराली। अनि हामी पूजा गऱ्यौं अनि आफ्नो कामहरू सबै सकाएर हामी करिब हल्का फोटोसोटोहरू पनि खिच्यौं अनि भिडियोहरू पनि गऱ्यौं। अनि पछि हामी करिब 9 बजेतिर हामी घरको लागि फर्केका थियौं। दर्शन गर्नुभयो त हजुरहरूले?